आज चाहिँ अब माथिको तलाको चाहिँ लगभग लगभग फाइनलाइज भयो। यो शताब्दीदेखि चाहिँ नगरेको यो पुराना पुराना पछाडिका फोहोरहरू नचाहिने सामानहरू फाल्ने सारा गरिसकेपछि यसका पछाडिका अब यो यति राम्रो भयो यो धोकै भरमा कालो बच्चाहरूको लेउ यसको पछाडि पछाडि पुरै चाहिँ मुसा पनि मरेर चाहिँ उभाएर छ। यत्रो राम्रो चाहिँ एसी यसको कुनै तारको केही व्यवस्था रहेछ टच्च थुने बित्तिकै चल्ने व्यवस्थादेखि लिएर अब यो कोठै ठुलो भयो क्या। यो नचाहिने सामानहरू इलिमिनेट गर्ने बित्तिकै त कोठै ठुलो भयो एकदमै। फेरि यो भयो अब यसलाई अलिअलि टचअप दिने लाइटिङहरू यसमा साउन्ड सिस्टमहरू यो त्यत्तिकै फालिरहेको छ। राख्यो भने आफूलाई युज गर्नुभयो किन फाल्नु होइन। अनि अब यहाँनिर चाहिँ झलक्क बनाउनु छ टेप सेप लगाएर यहाँनिरको हिँड्दै यहाँको आवा लाइटिङहरू पङ्खा यति चाहिँ ऊ भइसकेको छ कि त्यसलाई अब धोएर रङसङ नलाइकन नगर्ने भए यो पनि हालेको लत्किया छ। यहाँ पनि रङ लगाउँछु टिचिक्कसँग सबै चिज सारा गरेर माग्नेको पनि यहाँ पनि लाइट साइड पनि छ। लाइट हाल्ने कहीँ जुगदेखि थिएन होला लाइट हालेर तानरङ तुन्द्रङहरू सबै हटाएर अब कहिले आउने होइन सफासँग यसलाई यसरी यसलाई मेन्टेन गरेर राखियो है। अब यहाँनिर भइहाल्यो यो रङ लगाएपछि चम्किने चिज यो पहिल्यैदेखि नै एकदमै फोहोर भन्ने चिज कतै पनि नहुने हाम्रो बुढीको स्ट्यान्डर्डको त्यहाँ राख्यो चाहिँ यो भयो। बाहिर चाहिँ विशाल यहाँ चाहिँ 200 स्क्वायर फिट जतिको चाहिँ एरिया यसलाई क्लिनअप बाथरुमलाई टकटक राख्यो। बाथरुमलाई एकदमै गोटी रङ रोगन सबै यहाँनिर बाहिर हेर्दाखेरि चट्ट अब यसलाई चाहिँ त्यो इपोक्सी कलर लगाएर टिलिक्क यतापट्टि पनि कालो रङहरू अब यो त्यसै पनि बुझाइसक्यो माथि त होइन। यसलाई गोटेर यो बाँकीमा चट्ट गरेपछि त यहाँ त छाता राखेर 10-15 जनै मान्छे ह्याङआउट गर्न मिल्ने। अब किन राख्नु पऱ्यो फुलहरू केही पनि राखिएन। बगैँचा फुलको मजा लिन चाह्यो भने माथि बबाल चाहिँ फुलबारी अनि तरकारी खेती चाहिँ माथि गर्छु। यहाँ पानीको पनि पहल छ चट्ट ल्याएर राखेँ यहाँ है। यसलाई सबैसँग हालेर यहाँ लिएर राखेपछि कहिले काहीँ माथि आउने यसलाई पनि घोटेर राम्रोसँग एउटा नभएदेखि बिचरा उलाएर अनि यहाँ चाहिँ तरकारी खेती चाहिँ यहाँ है जुन प्लान्ट ठिक छ त्यो प्लान्ट राखेर अरू प्लान्टलाई चाहिँ टक्क गरेर यहाँ तरकारी खेती पुरै यहाँदेखि यहाँसम्म यही माटो युज गऱ्यो भने माटै ल्याउनु पर्दैन। ठुलो खालको एउटा ऊ ल्याएर यहाँ मिलायो भने यही माटो झिक्ने बाँकी फालिदिने। यो एक लाइन तरकारी खेती यहाँ फुलबारी है। अब यहाँ रङ रोगन टडक्क छाता राखेर यहाँ पनि बस्नु हुने वातावरण माथिबाटै मेरो त यहाँनिर इपोक्सी कलरमा सलल 10x8 को चाहिँ त्यो इन्फ्लेटेबल पुल पनि पाइँदो रहेछ। त्यसमा चाहिँ सरर कुनै दिन आज होइन सकिसक्यो। अब यो दुइटै चिजहरू यहाँ नराख्ने यहाँ राख्नुको मतलबै भयो नि फोहोर गरेर किनभने वासिङ मेसिन नहुँदाखेरि किनेको छ यो। वासिङ मेसिन आइसकेपछि पानीको केही जरुरतै छैन यहाँ पनि छ नभएदेखि यो वासिङ मेसिन भयो यो बेकार लान्द्राङ लुन्द्रुङ गरेर यहाँ चाहिँ यो चाहिँ हुने भयो भनेर यो चाहिँ मैले इलिमिनेट गर्दै सबै है। अब यहाँ छाता हुन्छ चट्ट 4वटा कुर्सी हुन्छ शानदार चाहिँ यो हिसाब किताब। अब यहाँनिर टेबल राखेर यसलाई चाहिँ कतै लगाएर राख्नु पर्ला होइन। यसलाई तलै लगाएर राख्ने हुन्छ नभए एकवटा ल्याउने छ जति हुन्छ कम सामान राख्ने चाहिँ उपाय गरियो।